पैसा देखाइदैन यहाँ खोइ पैसा हाई हेलो नमस्ते स्वागत गर्दैछु हजुरहरूलाई मेरो नयाँ ताजा भ्लगमा। सो गाइस पहिली बाजी चाहिँ बेहुली राम्रै हुँदै त्यसपछि यता मेरी दिदी राम्रै हुँदैछ। सदिया चापाखुवा गुरुङ बस्तीमा भएको बिहेमा चाहिँ हामीहरूले धेरै नै रमाइलो गर्यौं। उताको नियमहरू पनि एकदमै राम्रो लाग्यो र सबैजना मिलेर हेर्नु न काम सबैजना घर गाउँको सबैजना आउनुभयो त्यो काम सघाइदिन भनेर। हाम्रो पनि यता सबैजना आउनुहुन्छ एकअर्कालाई हेल्प गरिदिनु भनेर। सो उहाँ पनि यस्तै हुँदो रहेछ देखेर एकदमै साह्रो राम्रो लाग्यो। र यता हेर्नु न मेकअप गराइ कस्तो स्टाइलमा छ एकदम जबरजस्ती गर्दै जस्तै देखिरहेछ। हामीहरूकी बेहुली नानीलाई चाहिँ कस्तो के देखियो कमेन्ट गरिदिनु होला। र बिहेको घर चाहिँ यहाँ हेर्नु न हालत सबैजना एकअर्कालाई मिलाइदिने हेरिदिने बेडहरूको हालत पनि देखिसक्नुहुन्छ एकदम। केटी राम्रा हुँदा चाहिँ घर चाहिँ बिग्रिन्छ अरे नि त। सो अब त्यस्तै हो। लो उता बेहुला पनि आइपुग्नु भयो अरे र यता सबैजनाले एक एक थोक जसको जे थियो सबैजनाले लिएर बाहिर जानुहुँदो रहेछ। हाम्रो चाहिँ बेहुला भित्र आउनुहुन्छ र बेहुलाको वरिपरि घुरा जान्छ तर उहाँ चाहिँ बाहिर गएर यस्तो गर्नुहुँदो रहेछ। म चाहिँ यहाँ हेप्पी गाइस, म चाहिँ एकदम लास्टमा थिएँ। मैले न बेहुलालाई मजाले देख्न पाएँ न छर्किन पाएँ, केही नै पाइनँ। फेरि चामल रहेछ छर्किने त्यसमा चाहिँ अलिकति मलाई राम्रो लागेन किनभने चामल त छर्किँदाखेरि फेरि खुट्टाले छुइन्छ नि त अनि त्यसमा अर्कै भिन्दै के हुनु पर्थ्यो नि त। लाइक हुन्छ नि मकैको त्यो उयो तिसब हुनु पर्थ्यो तर रुइन रहेछ चामल रहेछ त्यस्तो चाहिँ फेरि राम्रो लागेन। अनि फेरि हामी जुत्ताको ताकमा पनि थियौँ है गाइस, जुत्ता लुकाउने भनेर। तर एक्चुअलीमा त हाम्रो प्रथा नियम त होइन तर भए पनि अब हुन्छ नि बाहिरको अलिकति हावा छोए पछाडि अब गर्नु पर्दो रहेछ होइन। चोर्न चाहिँ मैले चोरेकी होइन, चोर्नको अर्कैले चोरेका त्यही पनि अब जुत्ता धडेर मैले भिडियो चाहिँ बनाएकी हो। म यो चाहिँ कबुल गर्छु। यो भिन्दै कुरो हो कि मैले अलिकति आइडिया दिएँ कि तिमीहरू अहिले लगिहाल नभए पछाडि भेट्दैनौ भनेर। आइडिया दिएको मैले हो तर त्यहाँ चोर्न चाहिँ मैले चोरेकी। अनि गाइस यता मेरो यो चाहिँ हो फुल लुक। गाइस मलाई विरक्त डर पनि लाग्दैछ। हामीहरूको दिन आउँदैछ बिहे गर्ने दिन। इस्सला थैत छोरी मान्छेको जात चाहिँ के नि माने एउटा घरमा जन्म लिनु अनि 20 वर्ष त्यो घरमा बसेर 20, 21, 22 अब 27, 28 वर्षसम्म बसेर अनि त्यहाँ पछाडि त्यो घर छोडेर फेरि अर्को घर जानु अरे। अनि त्यो घर जसले जन्माएको त्यसले चाहिँ फेरि कन्यादान गर्छ अरे। हुन त अब कन्यादान जस्तो ठुलो धर्म कर्म अरू त केही पनि होइन हुन त तर भए पनि त सुन्दाखेरि कस्तो लाग्छ नि ती सब सोचेर एकदम नराम्रो लाग्छ। यता चाहिँ मेरी साथी जिया चिन्नुहुन्छ हजुरहरूले, जियालाई कसले चिन्नुहुन्छ कमेन्ट गर्नु होला। र यता म पनि बेहुलीलाई के एउटा उपहार दिउँ भनेर होइन उपहार दिन भनेर रेडी भइसकिरहेको छु। र पहिले चाहिँ यता हाम्रो दाइले दिन्छ उपहार। ऊ चाहिँ अब माता खस्नु भइरहेछ नि त सो त्यसको लागि टिको सिको लाएन, उसले जस्ट प्रेजेन्ट दियो। र त्यसको पछि चाहिँ मेरो पालो आउँदा आउँदै नि गाइस यो म जब टिको लाउन थाल्छु जब यो के अरे गिफ्ट दिन्छु नि होइन त्यति बेरसम्ममा त मेरो फोनको स्टोरेजै फुल भइदिइसकेको रहेछ। हाम्रो आइफोन जो युज गर्छ नि त्यसको चाहिँ यी सब नै प्रब्लम हो। र यता चाहिँ अब खाना भनेर पनि लागौँ होइन भनेको हुँदै गर्छ। अनि यता चाहिँ जियाको भिडियो हेर्नुहुन्छ अरे सबैजनाले, एक दुईजनाले मेरो पनि हेरिदिनुहुन्छ अरे। मलाई एकदमै साह्रो राम्रो लाग्यो। कसैले त मलाई नाम पनि सोध्नुभयो तिम्रो के छ नाम फेसबुकमा भनेर। मलाई साह्रै राम्रो लाग्यो। एक्चुअली नि सदियाका मान्छे सबैजना राम्रो छ खास गरी मेरो साथी भन्नु अरे जिया उडी होला जिया उडिस होइन तर साँच्चै जिया एकदम राम्रो मान्छे चाहिँ। चुनपुरादेखि मलाई मात्र भेट गर्न भनेर ऊ आएकी। मैले जबरजस्ती गरेर एक्चुअली मैले उसलाई अघिल्लो दिनै बोलाइरहेको थिएँ तर उसलाई अप्ठ्यारो भएर भने सेकेन्ड दिन आई तर मलाई साह्रै राम्रो लाग्यो ऊ आई। र सद्यमा सबैजना जोसँग मैले भेट गरेँ नि होइन सबैजना नै एकदमै पर्फेक्ट राम्रो हुनुहुन्छ। र यता बेहुली नानी र बेहुला 7 फेरो हुन्छ कि 3वटा फेरा हुन्छ हौ हाम्रो चाहिँ फेरा त्यही लिँदै हुनुहुन्छ। र हाम्रो यहाँ घोस्ट अस्ति जुन चाहिँ घोस्ट गर्नु भइरहेको थियो हामीहरूको प्रोग्राममा उहाँसँग नि भेट भयो एकदम साह्रै राम्रो लाग्यो। त्यहाँ पछाडि शिवराज दाईसँग भेट भयो, सबैजनासँग भेट भएर एकदमै राम्रो लाग्यो। अनि यता चाहिँ हुँदै रहेछ खेला जुन चाहिँ खेल्छन् नि त जित्तेस् कि म जित्तेस् टाइपमा हो त खेला हुँदै रहेछ। तर बेहुली हो नि त केटी हो नि त केटीले जितिहाल्छन् नि त। र यता त्यस्तै भयो बेहुलीले जित्नु भयो।
भलै बेहुला जित्नुहुन्छ बेहुली लगेर तर गेमहरूमा चाहिँ बेहुलीले नै जित्नुभयो। सो गाइस फाइनल राउन्ड मतलब कि जुत्ता चोरिसकेपछिको लास्टमा चाहिँ पैसा दिने राउन्ड अरे नि त होइन। यहाँनिर सबै सालीजाहरू पैसा लिन भनेर ताम्सिरहेका थिए होइन। र भिनाजुले यता पैसा निकाल्नु भयो। भिनाजु पैसा गन्दै हुनुहुन्छ। भिनाजुले पनि भिडियो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट गरेर जानुहोला। र यता सालीले चाहिँ जुत्ता ल्याएर दिँदैछिन् र यो खेला पनि यहीँ समाप्त भयो। र यता जन्ती गाडी पनि निस्किसकिरहेछ र जन्ती चाहिँ यता बिनु पनि जाने अरे। हुन त ऊ बेहुलीपट्टिबाट पनि थिइन् बेहुलापट्टिबाट पनि र ऊ चाहिँ अब बेहुलापट्टि जाने अरे। अनि र फाइनली त्यो क्षण आइसक्यो। यहाँ चाहिँ हुँदैछ फाइनलवाला कन्यादान। माने एउटा बाबाले एउटी छोरीको दान यहाँ फाइनली गरिसक्नु भइसकिरहेको थियो। र हामी पनि अब बेहुली गएपछि हामी पनि निस्क्यौँ भनेर होइन सबैजनालाई टाटा बाई बाई गर्दै हामी पनि निस्क्यौँ र एकदमै धेरै नै राम्रो लाग्यो सबैसँग भेट गरेर। अनि गाइस मेकअप आर्टिस्ट चाहिँ ऊ हो एकदमै पर्फेक्ट मेकअप गर्नुहुन्छ हो। सो सबैसँग मिलेर हाँसेर बाई बाई गरेर हामी उहाँबाट निस्क्यौँ। यहाँभन्दा पछिको भ्लग पनि आउनेछ। सो बाई।